guys, welcome to my new and starting vlog. आजबाट चाहिँ मैले भ्लग स्टार्ट गरेको हैन। आज म थोरै इम्पोर्टेन्ट काम परेर काठमाडौँ जान आँटेको। अघि 9 बजेको बसमा जानुपर्ने, 10 बज्न आँटिसक्यो, बसै आएको छैन। 9 बजेको बसै छैन रे। अनि जङ्गलको बिचमा हामी चाहिँ बस कुरेर बसिरहेको छौँ। यताबाट आउँछ बस चाहिँ, यताबाट आएर यता परबाट आउँछ के, रामपुर लाइनबट्टिबाट। मेरो लगेजहरू चाहिँ यहाँ छ। हाम्रो मम्मी यहाँ हुनुहुन्छ, बसिरहनु भएको छ। यता जानुपर्ने हो डेस्टिनेसन। गाडी नै आउँदैन। मम्मी यसो गर्नु त, हाई गर्नु त। हाई म त भ्लगमा हाल्छु नि फेरि हो। हाई गर्नु त। आयो यसो तल हेर्दाखेरि तपाईँले कति दामी देखिन्छ अनुहार। फेरि आयो अनुहार गइसक्यो त। अब गयो आज भन्दै भोलि भन्दै आफ्नै अनुहार नै राम्रो देखिँदैन। अर्कालाई त त्यसै रिस उठ्छ नराम्रो अनुहार देखेपछि। तर राम्रै देखिरहनु भएको छ तपाईँ त। फाइनली हामी चाहिँ बस पार्क आइरहेको छौँ धरानको होइन। कति 2:30-3 बजेको बसको टिकट काटेको थियो यिनीहरूले हिजो, अनि क्यान्सल भयो त्यो। अनि अब फेरि 4 बजेको बसको टिकट फेरि चेन्ज गरिदिएको छ। अब 3:30मा आउँछ बस भन्नुपर्छ। अघि आएको माथि भान्चो घुम्दा घुम्दा भान्चो घुम्दा 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 हजुर अब बाहिर हाम्रैमा छ। फ्रीमा दिनुभएको हो। हामीले नै लु गरी खबरे। हाम्रो चाहिँ भानुचोकमा माथि बस पार्क थियो होइन धरानमा। अहिले फेरि नयाँ बस पार्क यता तल धरान 8मा सार्नु भएको रहेछ। सेम काठमाडौँवाला एयरपोर्टवाला भाइब्स दिइरहेको छु। म तपाईँलाई रेकर्ड गरेर चाहिँ देखाइदिन्छु है। यो चाहिँ बस टिकट काठमाडौँ जाने, काकाबिटा काका जाने बसको काउन्टर, टिकट काउन्टर रहेछ। उतापट्टि उता पनि एउटा रोड छ। यो मम्मी बसिरहनु भएको छ। यता पनि बाहिर बिजुलीको पोलमा गएकै छैन नि। टिकटको उयो चेन्ज गरिदिएर 3:30को बनाइदिनु भएको थियो, अहिले 4 बजे गरिदिएँ। बस फेसिलिटी चाहिँ राम्रो भएन भने फेरि यस्तो घाटा कुराको भिआइपी ट्रिटमेन्ट जान्छ भने। यो चाहिँ बस पार्क हो है। कस्तो हो कि एयरपोर्टवाला भाइले दिइरहेको छ। अनि पानी बादल भइरहेछ। धरान बस टर्मिनलबाट चाहिँ कति 4 बजेको बस 5 बजे हिँडेको थियो। अनि फाइनल्ली म चाहिँ गाडीमा चढेँ। मम्मीले दिएको लिएर म इटारी बस पार्कदेखि गएको है। यहाँ आन्टी हुनुहुन्छ, आन्टीसँग परेको छु। टेन्सन नगर्नु, बाई। बस चाहिँ यहाँ रोक्यो खाजा खान। सब उता खाजा खान रोकिरहेछ। म पनि ओर्लेर यसो मम्मीले कुरकुरे किनिदिनु भएको थियो, चाउचाउसँग खानुपर्यो। खाजा खाइसकेपछि 4 घन्टा पछाडि फेरि अर्को ठाउँ हामीलाई चाहिँ खाना खान रोकेको थियो। म चाहिँ खाना खानै मन लागेन, पेट कस्तो भइरहेको थियो उस। अनि सबैजना खाना खाना ओर्लिनु भयो। अनि म चाहिँ भिडियो बनाउँदै भर्खर निन्द्रा छोडेको थियो नि त। सबै बाहिर निक्लिनु हुँदाखेरि निन्द्रा खुलेको थियो। अनि भिडियो बनाउँदै बसिरहेको थिएँ। 9 गते बिहान 10 बजेतिर काठमाडौँ आइपुगेर खाजाहरू खाएँ। अनि गलिरहेको थिएँ एकदमै। कस्तो त्यहाँ बसको सिटमा साह्रो गलेको थिएँ, निन्द्रा पनि नपुगेर। अनि
ठ्याक्कै रुममा पुगेर सुतिहालेँ। हस् त, थ्याङ्क यू।